हेलो साथीहरू, आज फेरि हामी चाहिँ सबैजना मिलेर घुम्न आएको छौँ होइन। अनि मैले साथीहरूलाई चाहिँ हाई भन, म चाहिँ भिडियो खिच्दैछु भनेको। अनि बल्ल बल्ल हाई देख्यो, तलदेखि सबैजनाले अलि ढिलो हाई भनिदिइरहेको हेर्नु। अनि हामी चाहिँ सबैजना यसो माथि अलि डाँडा डाँडातिर चाहिँ घुम्न आएको थियौँ। अनि त्यसपछि हेर्नु न, कोहीले चाहिँ यतिखेर हाई गर्दैछन् कि मैले हाई चाहिँ अघि नै हाई गर भनेको थिएँ। अनि हामी चाहिँ यसो माथि गयौँ, हेर्नु न पुरै सुक्खा थियो माथि माथि चाहिँ, तल समुद्र पनि देखिरहेको थियो। अनि हामी चाहिँ सबैजना बेलुका बेलुकाखेरि घुम्न जानु लाग्थ्यौँ क्या। अनि यहाँ साथीले मलाई हल्लाइदिएर हेर्नु न, मेरो भिडियो नि यताउता भयो। मैले एडिट गर्न खोजेको जान्दै जानिनँ हो, फर्स्ट भएर हो कि। अनि सबजना यतिकै हिँड्दै हिँड्दै गफ गर्दै रमाइलो भइरहेको थियो। कोही फोटो खिच्दै, कोही के गर्दै, कोहीलाई जिस्काउँदै यसै गर्दै चाहिँ हामी गइरहेको थियौँ होइन। रमाइलो भइरहेको थियो। हेर्नु न, छिटो छिटो बनेको त्यहाँ कस्तो देखियो क्या। अनि कोही चाहिँ हाँस्दैछन्, कोही के गर्दैछन्, रमाइलो भइरहेछ। जे भए पनि छुट्टीको बेला हिँड्नुलाई चाहिँ। अनि मैले चाहिँ भिडियो लामो खिचेछु कि, अनि एडिट गर्दै भएको फेरि यतिखेर आएर नि हाइदिएँ क्या। देखिनु पऱ्यो अरे हाई हाई भन्दै आइरहनु भएको थियो सबैजना। अनि रमाइलो यहाँ चाहिँ पुरै के अरे त्यो घाँसहरू नि सबै सुकेको के अब यतातिर चाहिँ। अनि यहाँ पारी चाहिँ हेर्नु न, यो चाहिँ पुरै गाउँ काटेर सुकाएको रहेछ होइन। अनि हेर्दाखेरि नेपाल जस्तै देखेको क्या। अनि मैले परको अलिकति जुम गरेर भिडियो खिचेको थिएँ, राम्रो लागेर। यता तलतिर हेर्दा चाहिँ समुद्र छ। अनि बाटोहरू पनि हेर्नु न, त्यस्तो साह्रो राम्रो छैन क्या, माथि माथि भएर होला। अनि साथीहरूलाई यसो पोज दिनु भनेको, दिदीले चाहिँ त्यस्तो पोज दिनुभयो क्या। अनि हामी चाहिँ माथि पुगेर फर्किन लागेको होइन, अब घर जाने बेला नि भयो नि त। अनि चाहिँ अब समुद्रको बाटो हुँदै जाऊँ भनेर चाहिँ तल तल हुँदै फर्केको थियौँ क्या। अनि बेलुका बेलुका भएर होला, समुद्रमा नि हेर्नु न हल्का हल्का छाल आइरहेको थियो। अनि तर रमाइलो भइरहेको थियो। अनि सबजना रोड नगइकन हिँड्दै हिँड्दै आएको थियौँ हामी। अनि समुद्रको किनार किनार हुँदै गइरहेछ। मैले चाहिँ एकछिन छालको खिच्छु ल भनेको। सब हेर्नु न उज्यालो हुँदा आएको थियो। मैले त अँध्यारो अँध्यारो हुन लागिसक्यो क्या, सबै कालो कालो देखिरहेको थियो। अनि मैले फेरि आफ्नै अलिकति खिचेँ अगाडिदेखि। अनि सबैजना जाडो भयो बेलुका बेलुका भन्दै हिँड्दै हुनुहुन्थ्यो, रमाइलो भइरहेको थियो सबैजना हिँड्दा। अनि मेरो बुढो चाहिँ त्यहाँ अगाडि अगाडि हिँड्नु भएको छ, राति भइसक्यो छिटो जाऊँ भन्दै। हामी चाहिँ पछाडि पछाडि हिँड्दा थियौँ। हेर्नु न गमलाहरू कति राम्रो, फुलहरू पनि कस्तो राम्रो राम्रो फुलेको कि यहाँतिर। त्यही भएर मैले चाहिँ अलिअलि सानो सानो क्लिपहरू लिँदै लिँदै आएको थियौँ क्या, राम्रो लागेर। अँध्यारो अँध्यारो भएर राम्रोसँग देख्दै नदेखेको क्या। अनि छाल चाहिँ मजाले आइरहेको थियो, तर भिडियोमा चाहिँ राम्रो देख्दै नदेखेँ। अनि यहाँ चाहिँ एक ठाउँमा नच्ची पठाइदिएको, कति राम्रो लाग्यो।